सो गुड मर्निङ एभ्री वान गुड मर्निङ त होइन आफ्टरनुन है आफ्टरनुनमा उठेको छौँ आज यस्तै डराउन दिनुपर्छ बेला बेलामा सो म चाहिँ योगेश भट्टराई बुटोलबाट अनि हामीसित हुनुहुन्छ हाम्रो दाई उहाँ चाहिँ काभ्रेबाट नाम के अरे हजुरको मेरो किरण तामाङ रोमानियाबाट आउनुभएको छ है घुम्नको लागि के गर्नको लागि घुम्नको लागि अब डकुमेन्ट बनाउनको लागि कसै आउनुभएको छ उहाँ चाहिँ मेरो रुम पार्टनर तपाईँले पहिला पनि देखिसक्नु भएको छ है आज माल्टाको मौसम मिठो छ है घाम लागेको छैन लाग्ला जस्तो भएको छ अनि पानी पनि पर्ला पर्ला जस्तो भएको छ आज चाहिँ छुट्टी छ मेरो पनि दाइको पनि त्यही भएर आजको प्लान केही पनि छैन है अहिलेसम्म अहिले चाहिँ नि चक्कु किन्न हिँडिरहेको छ मासु काट्नको लागि किनभने दाइलाई त्यो चक्कु राम्रो लागेन अरे हाम्रो अपार्टमेन्टमा भएको दाइ सेफ मान्छे है राम्रै चक्कु चाहिन्छ तर हामीलाई त जस्तो भयो नि हुन्छ यो चाहिँ यहाँको बिग चाइनिज पसल भन्छ है धेरै ठाउँ यही हो हामीले किन्ने सो सामानहरू चाहिँ बवाल हुन्छ तर लास्ट महँगो हुन्छ है फर्स्ट सामान किल भन्नुपर्ने चाहिँ सामान कसैको लागि किल हान्नको लागि होइन दाइले चक्कु मासु काट्न होइन छ सिसिटिभी चाहिन्छ भने यहाँ रहेछ है तर लास्ट महँगो छ हो लास्ट महँगो त के भन्ने ठिकै हुन्छ तर युरो यस्तो सोच्दाखेरि कम्पेयर गर्दाखेरि महँगो नै लाग्छ है धेरै महँगो भयो नि नेपालीहरू चापट जस्तो पाउँदैन रहेछ यो त हुँदैन यो अलि सानो हुन्छ बवाल हुन्छ यो हुन्छ कम हुन्छ मान्छे हाल्दैन यसलाई त मान्छे हान्दा नि खतरा हुन्छ दाइ मोबाइल स्ट्यान्ड त कसरी स्ट्यान्ड तर यसमा भन्दा टिमुमा सस्तो पनि पाउँछ नि यस्तोहरू स्पिकर किन्न मन थियो तर लास्ट महँगो छ केही छैन हेर न ल यस्तो नि हुन्छ त यो नि हो यही नै होला सेम 35 €35 युरो कहाँ सकिन्छ त नि किन्न तिम्रो लागि एउटा स्ट्यान्ड लिनु पऱ्यो एउटा माइक लिनु पऱ्यो यति लिन हुन्थ्यो तर यो चाहिँ नि एकदम धनी भयो भने मात्र अहिले त ल्याइदियो यो नि रुममा लाएर राख्नुहुन्थ्यो यत्रो महँगो छ है सोच्न पनि सकिँदैन 35 युरोको 29 युरो भएछ यो लाइटिङवाला रहेछ यो के चाहिएको यस्तो तर लास्ट महँगो छ किन्न त सकिँदैन यस्तो जाबोलाई पनि यति महँगो रहेछ यसलाई त ठिकै होला युरोमा हेर्दा त महँगै देख्छु त म त झन्डा टाँस्नको लागि टेप हेर्दैछौँ है कुन होला यो त हुँदैन होला यो वाला चाहिँ राम्रो लाग्यो यो वाला त दुइटा हुँदो रहेछ कि एउटा मात्र भए पुग्छ भनेर भनौँ न उठाएको तर मिल्दैन त्यस्तो टेपको खानदानै छ नै तर चाहिँ नि हामीलाई यत्रो धेरै चाहिएको छैन तर लाने पर्ने हुन्छ होला सायद हामीले यो लाने निर्णय गऱ्यौँ है किनभने सस्तो छ हतियारहरू बोकेर हिँड्यो के अरे दाइ हतियार युज गर्नुपर्छ अब हतियार युज गर्छौँ है कसरी युज गर्ने त्यो पनि बताउनुहुन्छ दाइले किनभने दाइलाई धेरै कुरा थाहा छ हतियारहरू युज गर्नलाई म त जान्दैन है हतियार युज गर्नु कडा यसमा हालिदिन्छ होला नि कपाल लाएर अब चाहिँ नि झ्याम मासु हान्छौँ अब यहाँ दाइले पनि हान्नुहुन्छ है दाइले मासु हान्नुहुन्छ म मसलाहरू तयार गर्दै गर्छु यो होल चिकन अब यसलाई काटिसकेपछि चाहिँ फ्रिजरमा राख्नुहुन्छ और छ त यत्रो पुरै कराइमा कहाँ यो त आधी मात्र पकाउने नि यत्रो त हामीले खाइ पनि सक्दैनौँ हेर डायमन्ड चिकन मनपर्ने को छ है म पार्सल गरिदिन्छु चिकन डायमन्ड खाने एउटा हिमालय फुडी भन्ने छ है उसले चाहिँ नि चिकन डायमन्डहरू बहुत खान्छ है हेर्न मजा लाग्छ तर खान चाहिँ मजा लाग्दैन है
त्यस्तो चिजहरू हेर्न मात्र मजा लाग्छ। कसरी बन्नुपर्छ पिस यत्रो गरौँ है। हाम्रो प्लान के भयो अरे दाइ? मोमो पकाएर खाने प्लान भयो है हाम्रो। अब मोमो खाने प्लान गरियो है लास्टमा आएर, किनभने चक्कु बवाल भयो कि चक्कु राख्ने भयो, किमा बनाउन सजिलो हुने भयो। त्यही भएर हामी चाहिँ नि अब मोमोतर्फ जान्छौँ है। मोमो डिसाइड गर्दैछौँ है हामी। सो मोमो खाऊँ है त। सो अलमोस्ट रेडी भइसक्यो है। हामीले चाहिँ नि अब यो मासु पकाएर भात पनि खाने, भात खाइसकेपछि साँझको प्लान भयो मोमो खाने। किमाहरू अब अलमोस्ट रेडी भयो। के भएर बढी हुन्छ क्या हो चिकन भयो भने भोलि खाउँला, पर्सि खाउँला, जति खाए पनि हुन्छ। त्यही भयो प्लान। अब म चाहिँ नि मैदाहरू लिन जानुपर्ने हुन्छ, किनभने मैदाहरूमा त सो सामानहरू लिएर पनि आइयो है। यहीँ नजिकै पाइयो धन्दालाई। म त उता लिडिन धेरै टाढै जानुपर्छ होला सोचिरहेको थिएँ, तर नजिकै पाइयो ठिकै छ। अब गएर पिठो सिठो मुसेर चाहिँ नि अनि तयार गर्नुपर्ने हुन्छ है। त्यसपछि हेरौँ के हुन्छ। जाइदानी सेफ हो है, एकदम खतरनाक सेफ हो। सो भात खाना लगाइसक्यौँ है। भात सात खाएर अब मोमो प्रिपरेसन गर्न पऱ्यो, बनाउनु पऱ्यो। भातमा हामीले खाएको छौँ त्यही अघिको हड्डीवाला मासु। मोमो बनेर तयार भयो। अब इन्डिङ छ है। यति मात्र किमा छ, यो सकेपछि सक्यो। पिठो यति मात्र छ, यहाँ मैले पोखेको छु, तर केही फरक पर्दैन है पोखेर। सो अब सिधै खाने बेलामा हेरौँला। अचार भएन यो हुँदैन। दाइ नै भयो त यस्तो बवाल देखेछ दाइ। यस्तो यहाँ धराराको टावर छ, यी टावरमा मोमो छ। मोमो चाहिँ खानुपर्ने हुन्छ पाकेपछि। अनि अबको टर्न भनेको मोबाइल हेर्ने टर्न होला। ढाड दुख्यो, अब म मोबाइल हेर्नुपर्ने हुन्छ मजाले। यो तलको चाहिँ पाक्यो होला, यो चाहिँ निकाल्छु है, पाक्यो कि पाकेन। भयङ्कर मिठो भएछ ल। टक्क नेटफ्लिक्स हेर्दै खाने भनेको। मोमोमा कन्सन्ट्रेट छु है म अहिलेलाई तत्काललाई। चल यो लेभलको मोमो कहीँ पाउँछ त दाइ? व्यापार गर्नु पऱ्यो क्या। यो भिडियो हेरेर जसले मोमोको अर्डर गर्नुहुन्छ उहाँलाई फ्रीमा, तर डेलिभरी मात्र। अरू चाहिँ नि टक्क पकाएको 5 युरो एक प्लेटलाई है त। ल यदि चाहनुहुन्छ भने 5 युरोमा यो मोमो टक्क यम्मी छ। चटनी सहित आउँछ मजाले एल्युमिनियम फोइलमा राखेर। यदि तपाईँ सन्जुवान एरियामा हुनुहुन्छ भने यो मोमो खान मन छ भने ट्याक्क सम्झिहाल्नु होला है त। मात्र 5 युरो, धेरै होइन। मोमो पनि खाइयो, मजा आयो है। एकदम बेस्ट नै बनेको थियो मोमो। अनि अब खानासाना त खाइँदैन, किनभने टन्न भइएछ मोमो खाएर। अब चाहिँ नि यहीँ भिडियो एन्डिङ गर्नुपर्ने हुन्छ है। यहाँसम्म हेर्नुभयो एकदम धन्यवाद। नहेर्नु हुनेहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि यदि राम्रो लाग्यो भने चाहिँ नि राम्रो लाग्यो भनिदिनु होला। यदि राम्रो लागेन भने पनि राम्रै लाग्यो भनेर भनिदिनु होला है। सो सी यू इन नेक्स्ट भ्लग।